तपाईहरु सबै तपाईलाई चाहिँ डम्बु बजाउने हुन्छ हजुर। अब हामीले जुन कुरा थोरै समयमा जति आफ्नो ट्रेनिङ पिरियडमा लिएको कुराहरू यहाँले लिने, हामीले तामाङ संस्कृतिभित्र गाइने फापरे गीत र सेलो दुईटै गीतमा डम्बु बजाउन कतिको जानिएको छ त त्यो थाहा पाउनको लागि यहाँहरूले बजाउनु पर्ने हुन्छ है। Yeah.
सुनिता बल नानालाई धन्यवाद छ। अब हामी औपचारिक कार्यक्रम गर्छौँ। अब आज हाम्रो कार्यक्रमको सेड्युल तयार गर्दै गर्दाखेरि औपचारिक कार्यक्रम गरिसकेपछि हाम्रो प्रस्तुतिहरू रहनेछ। हामीले जुन सांस्कृतिक क्षेत्रको कुरा गरिराख्दा हामीलाई अभिभावकत्व अथवा यो राज्यको पनि संस्कृति हो भनेर जसले साथ दिनुभएको छ 15 नम्बर वडालाई हामी उच्च सम्मानका साथ आजको यस समापन कार्यक्रममा सहभागी हुनुहुने हाम्रा आजका यस कार्यक्रमका प्रमुख अतिथि हाम्रो मैया लक्ष्मी म्यामलाई जानकारी गराउँछु। हामीले जुन भाषा संस्कृति सरसल्लाह पाए सूचना पाए अनुसार हाम्रो आदरणीय वडा अध्यक्ष ईश्वरमान डङ्गोल दाई हाम्रो कार्यक्रमको प्रमुख अतिथि आइपुग्नुहुन्छ भन्ने हामीले जानकारी पाएका छौँ। दाई आउनु गर्दै हुँदा आज यस कार्यक्रमको संयोजक भनौँ, तामाङ दाजनको अध्यक्ष भनौँ, आज यस कार्यक्रमको अध्यक्ष भनौँ म आफै हो। किनभने हामीले थुप्रै कामहरू गर्नुपर्ने छ। हामीले हाम्रो काम म्यानेज गर्नलाई विभाग खोजेर बस्यो भने भ्याउँदैन पनि। ती कुरा कहिलेकाहीँ समयको पाबन्दीले गर्दा तलमाथि भइ नै राख्छ। यो परिस्थितिमा आजको यस कार्यक्रमको संयोजन गर्दै गर्दाखेरि हाम्रो प्रमुख अतिथि जो आउँदै हुनुहुन्छ त्यतिखेर भने हामी कार्यक्रम औपचारिक कार्यक्रममा जान चाहन्छु। यो एउटा तामाङको इतिहासमा आफूले पौराणिक बाजालाई यसरी क्लास गरेर लिएर हाम्रो प्रदर्शन गर्ने अभ्यास गर्ने सौभाग्य पाएको छ। त्यसको लागि 15 नम्बर वडालाई फेरि पनि धन्यवाद भन्दै हामी आजको यस कार्यक्रमको संयोजक म आफै हो, अध्यक्ष म आफै हो। विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन मैया लक्ष्मी महर्जन म्यामलाई अनुरोध गर्दछु। उहाँ हुनुहुन्छ 15 नम्बर वडाको कार्यकारी सदस्य, उहाँ कार्यपालिका सदस्य हुनुहुन्छ। उहाँले नै हामीलाई यो दम्फु तालिमको व्यवस्थाको लागि अधिकतम पहल गर्नुभएको हो। म्यामलाई अतिथिको आसन विशेष अतिथिको आसन ग्रहण गर्नुहुन अनुरोध गर्छौँ। यस्तै वडाका अन्य वडा प्रतिनिधिज्यूहरू हुनुहुन्छ, रिक्ता मिजार म्यामलाई पनि अतिथि आसन ग्रहण गर्न अनुरोध गर्दछु। साथै वडाको प्रतिनिधि हाम्रो विजय श्रेष्ठज्यू हुनुहुन्छ, उहाँलाई पनि अतिथिको आसन ग्रहण गर्न अनुरोध गर्दछु। अप्सरा खत्री म्याम हुनुहुन्छ, यहाँलाई पनि अतिथिको आसन ग्रहण गर्न अनुरोध गर्दछु। हाम्रो यस कार्यक्रममा हाम्रो अन्य संस्थाका मौलिक भएका नामका वर्तमान अध्यक्ष हाम्रो पङ्गिरा च्याङबा दाई हुनुहुन्छ। दाईलाई पनि यसमा अगाडि बोलाउन चाहन्छु। यहाँ सिट भएसम्म बसेर अहिले नाच्न जान त्यतै जानुपर्छ। दाईलाई यता बसिदिनु हुन अनुरोध गर्छु। हामीले खास गरी हामीले यो कार्यक्रम सञ्चालन गर्नुको मेन उद्देश्य भनेको तामाङहरूले आफ्नो मौलिकता, आफ्नो भाषा संस्कृति छोड्दै गएको, हराउँदै गएको भन्ने कुरा छ। नम्बर 1 त हामीले नेपालको सरकारले राज्यले सञ्चालन गरेको विद्यालयमा एकल भाषा एकल संस्कृति लाग्दै गएपछि अरू भाषा त हराउन नै भइहाल्यो। त्यसकारण हराउँदै गएको संस्कृतिलाई फेरि पुनर्जागरण गर्नुपर्छ। यो त सरकारलाई एउटा भाषाले नपुग्ने रहेछ। अब सरकारलाई नेवारको, तामाङको, राईको, लिम्बूको, मगरको सबैको भाषा चाहिने रहेछ। नेपालको नागरिकको सबैको भाषा बचाउनु पर्छ भन्ने जुन गणतन्त्रको अहिलेको सरकारले बजेट बनाएर हामीलाई यो ट्रेनिङको व्यवस्था गर्नुभएको छ। यो 4 दिनको 5 दिनको ट्रेनिङमा रहेको हाम्रो कार्यक्रम कस्तो रह्यो भन्ने हामी जानकारीको लागि हामीलाई अब हामी औपचारिक रूपमा डम्फु बजाएर उद्घाटन गर्दै हाम्रो प्रस्तुतिहरू राख्नेछौँ। यहाँहरूलाई यही जानकारी गर्दै सबैजना तयार रहनु होला। हाम्रो टुङ्गाको लागि विशेष गरी टुङ्गा बजाउने हाम्रो मुक्ता नास्याङ आइपुग्नु भएको छ। अमृत मुक्ता नास्याङ, उहाँलाई मैले चितवन लगायत थुप्रै ठाउँमा यो टुङ्गाले साथ दिनुभएको छ। यहाँलाई धेरै धन्यवाद छ। हाम्रो यस कार्यक्रममा तपाईँले टुङ्गा लिएर साथ दिनुभएको छ। उहाँलाई खाता लगाइदिनु होला। हाम्रो कार्यक्रमको सेड्युल चाहिँ हामीले सेलो र थापा गरेर 2टा गीत गाउने, अनि त्यसपछि यो गाइसकेको बजाइसक्यो। आजको गायक चाहिँ म हो, आजको वाद्य वादन चाहिँ उहाँहरू हुनेछ।
यहाँ प्रशिक्षक दुईजना हाम्रो पवन वाङ दाई हुनुहुन्छ प्रमुख प्रशिक्षक। अब आज प्रमुख प्रशिक्षक तालपरे गायक हुनेवाला हुन्छ, किनभने डम्फु बजाउने जिम्मा चाहिँ शिक्षार्थीहरूको रहने कारणले पवन दाई कता हुनुहुन्छ? पवन दाई र म आलो पालो गरेर गीत गाउँदै आज डम्फुको रिदम चाहिँ जसले सिक्नु भएको छ उहाँहरूबाट सुन्नु पर्नेछ हामीले। आजको कार्यक्रमलाई उद्घाटन गरिदिनु हुन। डम्फु बजाएर हाम्रो वडाका प्रतिनिधिज्यूहरू, आजको विशेष अतिथि हाम्रो मैया लक्ष्मी महाजन 15 नम्बर वडाका वडा सदस्य तथा कार्यपालिका सदस्य हुनुहुन्छ र हाम्रो यस कार्यक्रमलाई विशेष सपोर्ट गर्नुहुने म्याम लगायत हाम्रो वडाका सम्पूर्ण प्रतिनिधिज्यूहरूले डम्फु बजाएर हामी औपचारिक कार्यक्रम गर्छौँ। यसमा छुने बालेर सगुन लाइटर राख्यो। पहिला चाहिँ हामीले अतिथिज्यूको सल्लाह अनुसारले कार्यक्रम औपचारिक रूपमा सुरु गर्न भन्नुभएको छ। विशेष अतिथि मैया लक्ष्मी म्यामले छुने बालेर बालीको अनुरोध गर्दछ। यो अत्यन्तै शुभ घडीमा हामी तामाङहरूको आदिम डम्फुको इतिहासलाई विश्व प्रवर्धन गर्ने एउटा थियो आज साकत हावा यो पूर्णिमाको अवसर पारेर यो अत्यन्त शुभ कार्यक्रम सञ्चालन गर्न पाएको छ। यतिखेर हामीले सिकेका कलाहरू प्रस्तुत गर्नका लागि यहाँहरू सबैजना डम्फु बजाउन पाइरहनु होला। हामी स्वागत गीत भनौँ, स्वागत कार्यक्रम भनौँ, हामी औपचारिक कार्यक्रममै जान्छौँ। म्यामहरूले पनि डम्फु बजाएर इन्जोय गर्नुहोला। तपाईँले साथ दिनुभएको कलाकारहरूले कस्तो डम्फु बजाउँदैछ त्यो हेर्नु पनि होला है त। यतिखेर हामीले सेलो गीत नै गाउँदा राम्रो हुन्छ होला है। ओके, गीत म गाउँछु, डम्फु यहाँहरूले बजाउनु होला। ओके, रेडी हुनुहुन्छ? ल सबैजना है, ताल काट्ने है, ताल धुम धुम ताक धुम 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 ताक गरेर। तपाईँसँग डम्फु छैन अहिले है? ओके, सबैजना रेडी हुनुहुन्छ होइन? ल है, 1 2 3 4।
राखेको छ। अब यो रमाइलो सँगसँगै उहाँहरू कतिपय चाहिँ किन्दोरको टाइम हुनुहुन्छ यहाँ नयाँ नामले चिन्नु पनि भयो होला। गैर तामाङ साथीहरू पनि हुनुहुन्छ जसले डम्फु ह्यान्डलिङ गर्न र सामान्य ट्रेनिङको लागि खासै धेरै दिन नलाग्दो रहेछ। मलाई त्यो अपेक्षा पनि थियो। मैले 5 दिनमा धेरै मान्छेलाई सिकाउँछु भने यो भन्दा अगाडि मैले पर्सनल रूपमा पनि सिकाएको साथीहरू यहाँ के नामालेहरू अहिले नाचिराख्नु भएको छ। उहाँहरू डम्फु कसरी बजाउने किनेर ल्याइयो तर बजाउन जानेन भनेर आउनु भएको थियो। हामीले त्यतिखेर पनि थुप्रै प्रहरीको अफिसर साथीहरू आउनु भएको थियो। एउटा उच्च लेभलको शिक्षा हासिल गर्ने व्यक्तिहरूले यहाँ ट्रेनिङ ग्रहण गरिराख्नु भएको छ र अरू त प्रतिष्ठित व्यक्तिहरू पनि हुनुहुन्छ यहाँ। सबैजनाको परिचय मैले खोल्न अहिले सम्भव छैन, हामीलाई समय लाग्छ। एउटा आफ्नो अवसरबाट वञ्चित रहेको सभ्यतालाई अँगाल्न राज्यले गरेको प्रयत्न त्यो उत्साह चाहिँ यहाँ यो 5 दिनमा थुप्रै थोपरेको हामी 70 जना भन्दा बढी छ र आज काम विशेषले कोही साथीहरू गइसक्नु भएको छ। उहाँहरू जानुभयो भने उहाँहरू निरन्तर सांस्कृतिक कार्यक्रममा जोडिने व्यक्तिहरू हुनुहुन्छ। यसपछि को कभर गर्ने वातावरण सिर्जना भइसकेको छ। अब हामीले अर्को चाहिँ हाम्रो तामाङ इतिहासमा रहेको थापरे गाउँमा गाउने एउटा थापरे गीतहरू जात्रा मात्रामा गाउने गीतहरूको लय एउटा गाएर सुनाउँछु। त्यो पनि हामी गाउँछौँ, डम्फु उहाँहरूले नै बजाउनुहुन्छ। वडाको वडा सदस्य बिजु श्रेष्ठज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुन सांस्कृतिक क्षेत्रमा तामाङहरूको भूमिका बारे स्वयम्भू
आसपासमा स्वयम्भू हाम्रो तामाङको धरोहर तामाङको विभिन्न संस्कृतिसँग जोडिएको व्यक्ति हुनुहुन्छ। उहाँको केही मन्तव्य राखिदिनु हुन उहाँलाई अनुरोध गर्छु। कार्यक्रम सञ्चालक लासो फेबुला आज हाम्रो यो तामाङ डम्फु रोक्पा गेताङको यो जुन आज हाम्रो स्वयम्भू पन्ध्रवटा कार्यालयबाट तामाङहरूको विशेष यो डम्फु कार्यक्रम हाम्रो यो 15वटा फर्स्ट कार्यक्रम हो। यहाँको बाहुली हाम्रो 15 यस बाहुली तामाङ भएको बस्ती हाम्रो 15वटा पनि एउटा एक बस्ती पनि हो। र आजको यो कार्यक्रमको सभापतिज्यू प्रमुख अतिथिज्यू विशेष अतिथिज्यू यस देशमा बस्नु सम्पूर्ण विशेष अतिथिहरूलाई र यस हलमा उपस्थित हुने सम्पूर्ण दिदीभाइ दाजुभाइ दिदीबहिनीहरूलाई म वडा सदस्य विजित श्रेष्ठबाट लासु फ्याफुला भन्न चाहन्छु। र आज हाम्रो विशेष दिन हो र हाम्रो यो 5 दिन अवधिको यो डम्फु तालिम दिनुभएको छ हाम्रो तामाङ समुदायलाई नभनिकन हाम्रो आफ्नो नेपालीको मौलिक बाजा हो यो र यसलाई बिस्तारै हाम्रो यो काठमाडौँबाट र हाम्रो तामाङ बस्तीतिर यो लोप हुँदै गइरहेको अवस्थामा हाम्रो 15वटाबाट जुन आयोजना गरिरहेको छु र यसको विशेष हाम्रो यस तामाङको जुन आयोजना गर्नुहुन्छ हाम्रो तामाङज्यूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु उहाँको र हाम्रो यसो 15वटाको विशेष हाम्रो माया लक्ष्मीज्यूको विशेष अनुरोधमा यो तामाङ डम्फु आयोजना गरेछ र हाम्रो यो मैले गर्दाखेरि जुन हाम्रो बागमती प्रदेशमा जुन यो हाम्रो तामाङ नेवारको एउटा जुन एउटा भाषाको एउटा हाम्रो पहिचान दिलाएको छ हालसालै हैन। अब मैले पनि एउटा के भन्न चाहन्छु भने हाम्रो यो जति पनि यो प्रदेश सरकारसँग पनि एउटा के अनुरोध छ महानगरसँग अनुरोध गर्दछु जुन हाम्रो यो जुन नेवारी लिपि लेख्दै गरिरहन्छ जुन यो भाषा लेखिरहन्छ तामाङ लिपि पनि लेख्नुपर्छ भन्ने मेरो पनि एउटा मान्यता गर्दैछु क्या। त्यसलाई चाहिँ म एउटा कल गरिरहेको छु र यहाँ आजको जुन यो डम्फु सिकाइरहँदा तपाईँहरूले आज मलाई एकदम खुसी लागेको छ। त्यस हाम्रो एउटा साथी देख्दैछु ज्ञान तामाङ भन्ने छ उहाँलाई पनि विशेष धन्यवाद दिन्छु किन एउटा आफ्नो जात भने एउटा जाति भने विशेष अर्को जातले सिक्नु र मौका पाउने कि आफ्नो हाम्रो यो मौलिक भाषा हो यो नेपालीहरूको यो शान हो यो गर्व हो हैन। त्यसैले म उहाँ साथीलाई विशेष धन्यवाद दिन चाहन्छु र यो आयोजक टिमलाई पनि विशेष धन्यवाद गर्दा फेरि सानो मन्तव्य दिनुहुन्छ। हस्त धन्यवाद। कार्यक्रम लगातार 5 दिन लगातार कार्यक्रम गरिरहेका छौँ। कार्यक्रम हामी आफै सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरू औपचारिक अनौपचारिक रूपमा हामीले आजको यस कार्यक्रममा हाम्रो प्रमुख अतिथि दाइको प्रतीक्षा गर्दाखेरि कार्यक्रम सञ्चालन गरौँ भनेर मैले कार्यक्रम सञ्चालन गरिराखेको थियो। यतिखेर चाहिँ हाम्रो औपचारिक रूपमा कार्यक्रम सञ्चालन गर्न हाम्रो तामाङ बाजियानको कार्य समिति सदस्य जङ्ग योन्जन आले आइसक्नु भएको छ। अब यो जङ्ग योन्जन आलेलाई माइक्रोफोन हस्तान्तरण गर्दै म पूर्ण रूपको अध्यक्ष भएर बस्न पाउने भएको छ। नमस्ते। धान्से विषयमा सुगेताङरी सहभागी दुग्ध प्रमाणपत्र मैजन लाला उज्जैन व्यवसाय र प्रमाणपत्र वितरणलाई अगाडि बढाउनु भन्दा पहिले कुटुम्ब ब्यान्डबाट
अतिथिज्यूहरू, नेपाल भाषा हाम्रो मित्र भाषा पनि हो भन्छु म चाहिँ। केही शब्दावलीहरू मिल्छ, त्यसो हुनाले हामीले मित्र भाषामा पनि गीत गायौँ, नाच्यौँ, हाम्रो अतिथिज्यूहरूलाई बिदाई गर्यौँ गीत गाएरै। र आदरणीय महानुभावहरू, अब हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ र हाम्रो अध्यक्षता ग्रहण गर्नुभएका तामाङ दाजुका अध्यक्षज्यू बाहिर हुनुहुन्छ, उहाँलाई निम्त्याउँछु यो कार्यक्रम समापनको लागि। लानाङ खोजेछे याङला तामाङ दाजुङलन मुल्मी जङ्गाले सञ्चारकर्मी एकदम अत्यन्त ज्यादा सञ्चारकर्मी हिँड्न सुदूर पूर्वला तामाङ से तामाङ गेरी गेताङ स्याङ्ग nga लानाङ तामाङ मुला चो तामाङ दाजुङला मेम्बर ताबासेन मल्लाला अथवा तामाङ प्रतिला माया मोबसेन मल्लाला जङ्गो हुन्छ हालेसे तिनी लानाङ ज्यादा गेताङ स्याङ्जी चुले चोटा जेखेना हिन चो भारत गम्से झुङ्गो याङला प्रताप बल्ला आस्याङ मुला चुरी याङसे लेङ्गो ज्ञानगे बिजरिसम लानाङ प्रतिष्ठित व्यक्तिगत लेङ्गो ज्ञानदोदा याङला अपेक्षा मुला तर याङला भिन्न शेड्युल अनुसारलाई गेताङ थुन्न लादोगा याङला प्रमुख अतिथि नन महानगरला मिटिङ सेलासी आदो गोबसलामा याङला केही शेड्युल गर्दै त थुङ्ना थन्दाबर निबिन्न थेरितिकै तलमाथि ताजी सुनसम राङ्ने गर्ताङला आग्रह मुला थेरङ ढुङ्गलतिकै मान्था सुरु मेन के याङ तामाङसे तामाङला ढुङ्गा खेबला लागेले राप्तोबा दम्फु राप्पा लोप गेताङो चो 5 दिन नाङ्रे लानन ढोकादेसे दम्फु राप्पा लोपजी स्याजी ताङजी नदा मान्दा मुला चो दम्फु राप्पा लोप गेताङजा भर्खर चुजी गरे सुसे देशभर दम्फु राप्पा जहाँ तामाङ मुला थियो बस्ती तामाङला दम्फु राप्पा गेताङ लोप गेताङ तर देशव्यापी रूपले सञ्चालन तलाबी होला अपेक्षा मुला छोटो चेखेन आइन छु देशभन्दा बाहिर ठाउँछ जीव जहाँ तामाङ त्यहाँ दम्फु हैन बस्तीमा गाउँमा शहरमा जहाँ तामाङ छ त्यहाँ डम्फु पक्कै पनि यो हुनु जरुरी छ। डम्फु यस्तो प्रतिष्ठित बाजा हो, डम्फुकै आउँछ। त्यसपछि तामाङको इतिहाससँग जोडिएको आफ्नो सच्छा नम्चा लुम्चादेखिको आफ्नो कल्बा गाउँसेको कथा खोज्ने यो तामाङको आदिम डम्फु अब विश्व छरिएको तामाङको इतिहास यही डम्फुको काइरन मार्फत हामीले समाजलाई सुनाउनु छ, चिनाउनु छ, बुझाउनु छ। अब यसको सिलेबसहरू भएर स्कुलमा विद्यालयहरूमा कलेजहरूमा यसको पठन पाठन हुनुपर्ने छ। विभिन्न म्युजिक इन्डस्ट्रीहरूमा हाम्रो तामाङ सेलोको रिदमको बारेमा, तामाङ गीतको बारेमा, तामाङ लयको बारेमा, तामाङ नाचको बारेमा हामीले तामाङको जुन दिनदेखि हाम्रो कार्यक्रमको लागि आग्रह गरे त्यही दिनदेखि हामीलाई अहिलेसम्म प्रत्येक दिन सिकेर गैर तामाङ टोखादेखिको साथीहरू आउनुभयो र भक्तपुर बौद्धदेखिको साथीहरू आएर यहाँ सिकिराख्नु भएको छ। विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरूले आफ्नो तामाङ रिदम सिकेर लाभ लिनुभएको छ। यहाँहरूलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। हाम्रो यति मात्रै होइन, अब किमडोलको हाम्रो अघि नै थिङ दाईले भनिसक्नु भएको छ। अब किमडोलको टोलभित्र पनि भाषा हराइराखेको ठाउँमा यो डम्फु छिरेपछि डम्फुले बिस्तारै भाषा र इतिहास खोज्छ र फेरि जनजीवनमा फर्किन्छ भन्ने अपेक्षा गर्छु। हामीलाई आर्थिक सहयोग गरेर सपोर्ट दिनुहुने काठमाडौँ महानगरपालिका 15 नम्बर वडाका अध्यक्ष हाम्रो ईश्वरमान डङ्गल दाई अहिले उपस्थित हुन नभए पनि उहाँको पूर्ण साथ समर्थन रहेको खबर हामीले पाएको छौँ। दाईलाई लगायत वडालाई हृदयदेखि नै हाम्रो टिमको तर्फबाट आभारी फ्याफुल्ला भन्दै हाम्रो 5 दिने कार्यक्रममा विभिन्न क्षेत्रबाट साथ सहयोग गर्नुहुने तपाईँ सम्पूर्णमा एकमुष्ट फ्याफुल्ला। विशेष गरी डम्फु बनाउनु हुने मेरो अङ्कल उभिदिनु होला, पदम बहादुर पञ्चन, उहाँ ओखलढुङ्गाको हुनुहुन्छ। उहाँले अत्यन्तै धेरै डम्फु ल्याएर उहाँले हामीलाई वडाले 15वटा डम्फु किन्ने हामीलाई अनुमति दिएको छ। त्यो अनुसारको बजेट छ, तर हामीलाई आज 15वटा होइन, हामीसँग 50वटा डम्फु छ। त्यो साथ सपोर्ट चाहिँ हाम्रो पदम बमजन अङ्कलले प्रदान गर्नुभएको, अङ्कललाई उच्च सम्मान छ। यहाँ प्रतिष्ठित व्यक्ति हाम्रो प्रताप आस्याङ हुनुहुन्छ। हामीले औपचारिक कारण छोटो भएको हुनाले यहाँलाई वक्ताको रूपमा हामीले राखिन। हाम्रो प्रमुख प्रशिक्षक पवन दाईले पनि जान्नुपर्ने कुरा सबै जानिसकिहाल्यो, मैले किन बोल्नु भन्नुभयो।
हाम्रो गोजङ नेता साई उहाँ म्युजिक टिचर हुनुहुन्छ, उहाँले चाहिँ नेवारहरूको गीतको बोलको बारे बुक लेख्नु भएको छ। अत्यन्तै राम्रो बुक लेख्नु भएको छ। त्यसरी नै हाम्रो बुक हामीले पनि आफ्नो लय सिद्धान्त तालहरू सबै प्रशिक्षण लेखेर यसरी सिलेबस बनाउँदै एकाडेमिक बनाउँदै लानको लागि हाम्रो अगाडि अवसर छ भन्छु म त, चुनौती भन्दा पनि अवसर छ। अब त्यो अवसरलाई प्रदान गरेर अगाडि बढ्न तपाईँ हाम्रो समृद्ध हाँसी खुसी र रमाइलो आत्मीयताको सांस्कृतिक समाज निर्माण गर्न पक्कै पनि यो डम्फुरेहरूले आफ्नो घरमा एक घर एक डम्फु, जहाँ तामाङ त्यहाँ डम्फु, स्कुलमा डम्फु, कलेजमा डम्फु, विश्वमा जहाँ तामाङ छ त्यही डम्फु भन्ने नारालाई आत्मसात गर्दै समृद्ध समाज समृद्ध संस्कृतिको लागि योगदान पुर्याउनुहुन्छ भन्ने अपेक्षा गर्दै हाम्रो कार्यक्रम 5 दिने तालिमको कार्यक्रम औपचारिक रूपमा यही समाप्त भएको घोषणा गर्दै मलाई साथ सहयोग दिनुहुने हाम्रो तामाङ दाजङका सम्पूर्ण साथीहरू लगायत तामाङ कोदार टिम लगायत अन्य विभिन्न क्षेत्रबाट साथ सहयोग गर्नुहुने सम्पूर्णमा मेरो एकमुष्ट ठाकुरलाई धन्यवाद भन्दै कार्यक्रम सिद्धिको घोषणा गर्छु। यो बारुलाई टोकेर जस्तो आँखा चाहिँ देखाउनु पाइँदैन। कि मुगा लानन्ताजी आम्राङबा चुम्बुर मिमुगा